सो गाइज मेरो ब्लगमा सबैलाई स्वागत छ र आशा छ हजुरहरू सन्चै हुनुहुन्छ होला। अहिले चाहिँ म खाना खाएर भर्खर घुमेर आएको अनि यसो सोचेको आज ब्लग स्टार्ट गरिदिउँ। अनि चाहिँ अहिले चाहिँ म ब्लग स्टार्ट गर्दैछु। अनि हाम्रो प्लान चाहिँ आजको स्विमिङ पुल जान छ। अनि लास्ट टाइम हामी हेयर कटको भिडियो थियो इलेक्सनमा, अनि आज चाहिँ हामी स्विमिङ पुल जाँदैछु। सो सबैजना हेर्दै जानु होला। अब चाहिँ हामी गइरहेको छु यहाँ नदिया टोल भन्छ, यहाँ बकुल्याकै छ नदिया टोल स्विमिङ पुलतिर। गाइज आज बिहान चाहिँ गेम खेल्न गएको थियो उता परवानीपुर, मजाले जितियो है 2-5 ले। अब मुड फ्रेस गर्न गइरहेको छु, जिउ धेरै अलि थाकिसकेको छ। अब गएर पानीमा चिसो पानीमा नुहाउने हो। कहाँ छ रे बाबा बाटो? यो चाहिँ नयाँ बाटो है गाइज, मलाई चाहिँ थाहा थिएन नि। यो आर्यनले लिएर आयो यो बाटो, अनि हामी जाँदैछु अहिले। जङ्गली छ यहाँ रुखहरू छ चारैतिर, रुख अनि यहाँ मकै। शक्तिपीठ देखा न, यहाँ ब्रह्मस्थान हो त्यही। यो शक्तिपीठ भनेको थियो, सामाजिकमा पढेको थियो, त्यही भएर सरी स्थानीयमा सरी हाम्रो गुरुले पढाउनु भएको थियो। ब्रह्मस्थान छ, ब्रह्मस्थान। अब यो चाहिँ अलिक खेतको बाटोहरू छ, खेतबाट जान्छु। कति भयो? 251। अब यो बाटो छ स्विमिङ पुलको। अर्को पनि बाटो छ गाइज उता मेन रोड हाइवेबाट, तर हामी चाहिँ अलि सर्टकट हान्दैछु। अब घाम छ गाइज, धेरै घाम, हरिया छ त। यहाँ घाम छ, सेतो आउँछु। हेर्नु न, फोटो खिच्नको लागि कति हाम्रो प्योर क्यामेराम्यान हो। यहाँ सबको अगाडि जाँदैछ। कस्तो क्यामेरा आइरहेछ मलाई त थाहा छैन, हेरिरहेको छैन। त्यहाँबाट घाम आइरहेछ डाइरेक्ट क्यामेरामा। अहिले चाहिँ हामी आइसकेको छु, अब धेरै बेर लाग्दैन। त्यहाँ एरोप्लेन पनि छ, ट्रेनहरू हिँड्दैछन् उता। अब चाहिँ हामी स्विमिङ पुलतिर पुगिसकेको छौँ लगभग। अहिले चाहिँ हामी जाँदैछौँ। अब एकछिनमा 1 मिनट ओन्ली। यहाँ चाहिँ आइसकेको छु स्विमिङ पुल। यहाँ मेरो पछाडि हजुरहरू हेर्न सक्नुहुन्छ, यो स्विमिङ पुलको ग्राउन्ड ब्याकग्राउन्ड छ। अब चाहिँ हामी जाँदैछौँ है। त्यहाँ धेरैजना आउनु भएको छ नुहाउन। यो चाहिँ एन्ट्री गरेको यहाँबाट दह्रो बनाइसकेको छ, पहिलाभन्दा चाहिँ पुरै डिफ्रेन्ट छ है, चेन्ज भइसकेको छ। सो अहिले यहाँ नयाँ यहाँ हिँड्दैछौँ यिनीहरू। यहाँ झुला पनि छ पिङ खेल्ने। त्यहाँ चाहिँ मस्तको स्विमिङ पुल छ, अनि त्यहाँ चाहिँ सिटिङ एरिया। यहाँ छ एयरपोर्ट भ्यू फार्मिङ कटेज एन्ड रिसोर्ट। नुहाउँदैछन् अरूजना। अब हामी पनि नुहाउन जान्छौँ एकछिनमा। पैसा दिएर आइछ, कति हुन्छ? कति पैसा हुन्छ? यहाँ आएर पैसा कलेक्सन गर्दैछ। He is a manager. He will manage everything. He is our manager. यहाँ टाइल्स लागेपछि यहाँको प्राइस बढिसकेको छ है गाइस। हामीलाई थाहा थिएन, पहिला त 100 थियो, अब चाहिँ 150 भइसकेको छ। यो चाहिँ लास्टै चोटि हो। पैसा ल्याएको छैन गाइस। अरे कुदु अब चाहिँ म कुदै कपडा खोल्नु, अब चाहिँ जान लागेको छु। अब हेर्नु है पानीको क्वान्टिटी
पानी चाहिँ चिसो छ है अहिले हामी चाहिँ आएर एकछिनमा आइसकेको छु अनि चाहिँ मेरो खुट्टा चाहिँ पोल्यो के यहाँ यो यसको नङ सुनेको चाहिँ पुरै गएको छ एकछिन अगाडि चाहिँ हामी आउँदैछु सो पानी चाहिँ एकदम चिसो छ है तर रेडी प्यान्ट लाउने प्यान्ट यही पानीमा फालेको थियो गाइस यहाँ यो प्यान्ट दाइहरू सब आफ्नो आफ्नो कपडा सामान भइरहेछ तिनीहरू फाला फाल भयो फाला फाल आर्यनलाई आर्यनलाई उठाएर फ्याल्छु है आर्यनलाई उठाएर फ्यालिदिन्छु अहिले त्यसो के अरे कहाँ चाहिँ डल्फिन उडी जाने पन्छी कहाँ जाने गाइज यहाँ हेर्न सक्नुहुन्छ यो के छ यो पानीमा बाला पायो यहाँ कसको छ है चिज यो कस्तो ओ भैया के गर त्यहाँ उता छ जा गर त अफ बन्द अन गर्न बन्द गरिदिए जा चल्नु फेरि सो गाइज अब म चाहिँ नुहाएर आइसकेको छु यहाँ चाहिँ चेयरमा बसेको छु अब तिनीहरू अहिले नुहाउँदैछन् नुहाएर अनि आउँछन् अनि घर जान्छु धेरै हामी नुहाइसक्यो अब घर जाने हो सबैजना अहिले नुहाएर रेडी भइसकेको छ अब घर जाने बेला अहिले चाहिँ भाजा खाइरहेछ आर्यन म अहिले चाहिँ हामी भाजा खाएर अब घर जान्छौँ सो हामी चाहिँ अहिले नुहाइ धुवाएर अब घर जान लाग्यो स्विमिङ पुलबाट यहाँबाट गाइज सो अहिले चाहिँ कहाँ यहाँ बाटो नै छैन हिँड्न त्यहाँबाट ओ या त्यस्तै त्यहाँबाट हिँड ए त्यहाँबाट हिँड्न यसरी ल अहिले चाहिँ हामी जाँदैछु है गाइज घरमा अब धेरै नुहाइसकेको छु नुहाउन अब छोडिदिनु केही भन्दैन म गाइज दामी दामी अहिले बनाइदिएको छ भ्यू यसको त बब्बाल छ बब्बाल यहाँ आर्यन छ उमेशको छोरो अनि चाहिँ हामी जाँदैछु ब्रिज आयो ब्रिज हेर्नुहुन्छ नि यहाँ खोला यो स्विमिङ पुलको पानीहरू यहीँ आउँछ के मान्छेहरू छ छोड्दैन छोड्दैछन् जाम 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 घर जाम हाम्रो स्विमिङ पुल गाइज साँझै भइसक्यो साँझ परिसकेको छ त्यहाँ
सनसेट परपट्टि तोरण यसलाई बुद्धि नै छैन के गाई बाउ साह्रो यो भनेको फेरि बढी नबोल है त अब के भने ठिक त भन्यो नि अब अर्को हप्ता आएपछि अब पैसा हुनु छ भने हालास् न त त्यतिकै बस्ने 150 रुपियाँ एकजनाको यहाँ चाहिँ हाम्रो स्कुटी यही स्कुटीमा हामी आएको थियो अब यहीमा जान्छु ल हामी गइरहेको हो यो बुलेट के गेम खेलिया छ गाइस हेर्नु न पब्जी मोबाइल देख्दा भड्किँदैन पब्जी पनि कदे हम कहाँ रे तिमीहरू रुक न भिडियो बिगार्दिन्छ गाइस यो म्याथमा फेल छ रियलीमा बढी मोबाइल फोडिदियो एउटा क्वेसनले त बियलीमा टप मान्दैनस् रे आयरनलाई नि एरिया अफ स्क्वायरको फर्मुला भन्छ पेरिमिटर अफ स्क्वायर यस्तै लैकाहरू केही गर्छ सो गाइज सबैजनाले चाहिँ आफ्नो घर गइसक्यो अनि म चाहिँ भर्खर आफ्नो घर पुगेर कपडा चेन्ज गरेको अनि अहिले चाहिँ म बस्दैछु अब एकछिनमा पढ्नुपर्छ बिहाली आइसक्यो सो सबैजना आजको ब्लग इन्जोय गर्नुभएको होला त्यही लाइक कमेन्ट सब्सक्राइब गर्न नबिर्सिनु होला सबैलाई टाटा बाई बाई